फेरि अर्को फुटाउँदै हुन्छ। ओ जय शम्भु जय शम्भु हर हर महादेव। सो मैले भिडियो बनाउने भनेको यहाँसम्म मात्र हो। म भित्र पूजा गरेर आउँछु। सो त्यसकै बाद भिडियो बनाउँगी। तेरी नजरों ने दिल का किया जो हशर। हाई गाइस, नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आएको सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु। अनि म चाहिँ पशुपति मन्दिर आएको कि। अनि हाम्रो नानाले चाहिँ त्यहाँ फ्लावर किन्दै हुनुहुन्छ नानाले। अनि हामी चाहिँ तलै हामी चाहिँ तल्लो साइडबाट कुन साइड भन्छ यसलाई। अनि आफ्टर लङ टाइम पछि सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। सबैले माया गरिदिनु होला कृपया। नाना चाहिँ त फुल किन्दै हुनुहुन्छ क्या। म चाहिँ साडी लगाएर आएको कि हिँड्नु नजानेर है अल्झेर खुट्टामा यस्तो भेटिजो भइरहेको मेरो। देख सक्दै आप लोग आउँदै हुनुहुन्छ फ्लावर्स लिएर। अनि हामी दुईजना चाहिँ अस्ति नै आएको थियो। अस्ति भर्खर अस्ति नानाको बर्थडेमा पनि हामी चाहिँ आएको थियौँ। अनि फेरि हामी दुईजना आज सँगै। म चाहिँ साडी लगाएको कि आज। मलाई किनभने मन्दिर आउँदा चाहिँ मलाई एकदम धेरै साडी लाउनु मन थियो कि। त्यही भएर म चाहिँ साडी लगाएर आएको। कस्तो देखेको चाहिँ कमेन्ट गरिदिनु होला। एन्ड एकदमै सुन्दर नारी। किनभने मेरो चाहिँ मान्छे होचो भएर होला सायद होइन। आई थिङ्क मान्छे होचो भएर नि होला। मलाई चाहिँ साडी जो पनि लामो हुन्छ क्या। हेर न हामी चाहिँ मासतिर आइसक्यौँ होइन। मेरो चाहिँ मोबाइलमा स्टोरेज फुल भइसक्यो। अनि स्टोरेज फुल भएर चाहिँ मैले भिडियो बनाउनै नपाइरहेको छु कि। अनि म चाहिँ पुरै बोलेर पुरै बोले हिँडिरहेको छु। तर भिडियो चाहिँ नभएको रहेछ कि कसो नाना हो त। यस्तो भिड रहेनछ। शी इज माई ब्युटिफुल सिस्टर। हामी चाहिँ आज पशुपतिनाथको दर्शन गर्नको लागि आएको छौँ। जति पनि यो भिडियो हेर्नुहुने सबैजनालाई पशुपतिनाथले रक्षा गरून्। मेरो भिडियो गरिदिने म्याम चाहिँ म्यामलाई देख्न सक्नुहुन्छ। सो हामी चाहिँ अब यहाँ तल आइसक्यो नि त। अनि हेरौँ होइन। ओ क्या के थियो पूजा गरेर भित्र पूजा गरिसकेपछि चाहिँ बाहिर म भिडियो बनाउँछु। भिडियोहरू धेरै पछि बनाएर होला सायद। के भिडियो बनाउनु ला बोल्नै बिर्सिसकेको छु कि मैले त। जय शम्भु हर हर महादेव। मेरो त ल साडी लाउँ भएर पुरै साडी नि पुरै मान्छेले पुजिदिरहेको छ हिँड्दाखेरि। जय शम्भु हर हर महादेव। सो मैले भिडियो बनाउने भनेको यहाँसम्म मात्र हो। म भित्र पूजा गरेर आउँछु। सो त्यसकै बाद भिडियो बनाउँगी। म मन्दिरभित्र छिरेँ ल साथीहरू। उता उता हो नाना तपाईँले कहाँ लिएर आएको पुगिने ठाउँ मलाई। सो बाई बाई होइन। म भित्र गएर आउँछु। यहाँ न गोरुहरू पनि यहाँ लिएर राखेको रहेछ कि। हामी चाहिँ अब हो यहाँ बाल्ने हो कि धुप चाहिँ धुप बाल्ने। अनि यहाँ फोटो खिच्नु मैले पूजा गरेर होइन। पूजा गरेर कहाँबाट आउँछु। जय पशुपति। यहाँ फुलाउँदैछ त हजुर। त्यो त बाहिर फुलाउने भनेको त यहाँ राख्नु। यो सधैँको लगा हामी चाहिँ नरिवल फुटाउँछौँ ल। भित्र चाहिँ फुटाउनु नदिने रहेछ कहिले। पहिले त भित्र फुटाउनु दिन्छ नरिवल। अहिले फुटाउनु नदिने रहेछ। सो अहिले बाहिर फुटाउने रहेछ। सामनाले चाहिँ नरिवल फुटाउँदै हुनुहुन्छ।
हजुर यहाँ साइडमा ढुङ्गा यस्तो हाल्नु न साइडमा यता पुरै सुकिसक्यो बलवान मान्छेले फेरि अर्को फुटाउँदै हुन्छ ओ जेसन होइन मेरो त साडी सो एकदम धेरै भिड छ अब त भयो त यति हो यो गर्नु पनि यही हो बाल्नु क्या हो देख सकते हैं आप लोग यहाँ क्या चल रहा है देखे परेवाहरू साह्रो दिएको है अहिले कस्तो मजाले उडिरहेको थियो क्या परेवाहरू फेरि हेर ओ माई गॉड मेरो साथीहरू यो साडी लामो हेर हिँड्दै गाह्रो भएर कस्तो बिजोग भयो साडी लामो कि मैले हो कि लाउन नजानेको कि हिँड्न नजानेको कि सो हे गाइजहरू मान्छे यति धेरै छ कि यति धेरै भेटिसकेको छ होइन तपाईँहरू पनि दर्शन गर्नु ल भिडियोबाट है भयो ल है नाना चल्दिउँ सो फाइनली गाइज हामी चाहिँ मन्दिर से बाहर आ चुके हे त्यहाँ बाहिर आइसक्यौँ होइन मनपर्छ र नाना मनपर्छ त्यहाँ साथीहरू भोक लाग्यो भन्नु त नआउने हो मलाई भोक लाग्यो मान्छे छैन मान्छे बोलाउनु गयो होला त मान्छे बोलाउनु गयो होला उतातिर गएर